Hello guys, after multiple years, welcome back to my channel. आज चाहिँ हामी घुम्न जाने रहेछ कोसँग भन्दाखेरि चाहिँ यहाँ मेरो सिके साथीसँग। अन्त साथी के छ? साथीले चाहिँ खाना खाँदैछ हो र म पनि अब खाना खानु आँटेको। अन्त के हुन्छ आज तपाईहरुलाई देखाउने वाला छु। सो स्टे ट्युन टिल द एन्ड। बाइ। के चाहिँ गर्यो मैले? साथी आज कस्तो भइरहेछ? आज एकदम साथी हामी घुम्नु कता जाने हो साथी भन्दिहाल न। किन वाइ सस्पेन्समा राख्नु? पर्बिङ डाँडा। अहिले हामी चाहिँ कता छ? अहिले हामी फिलहाल बाइपासको छेउमा छौँ। लगभग गान्तोकमा छ हामी अहिले। ल ल कता भेटौँ न बाटोमा। साथीले चाहिँ स्कुटी निकाल्दैछ हो। अन्त मलाई चाहिँ यो पिङ्क हेलमेट पो अरे। आम्मा हो ठिकै छ अब सर्भाइभ चल्दै है साथी हामी चाहिँ। ल चल्दियो। साथीले चाहिँ गीत गाउनु थाल्यो हो। अब यस्तै हो मेरो साथी चाहिँ बौला बौला छ कि अन्त रानीपुल पनि क्रस भयो हामी हो। अब चाहिँ सिङतामतर्फ बढ्दैछ है होइन साथी? यस यस यस। सो सिङतामलाई हामीले फाइनली गऱ्यौँ। बाई बाई गाइस। पानी पर्यो। सो हामी चाहिँ यहाँ चाहिँ रमाइलो जग्गामा आइपुगिसक्यो हो। मेरो साथी चाहिँ त्यहाँ छ। अब तपाईँहरूलाई भ्यू देखाउँदैछु ल यहाँनिर चाहिँ कस्तो भ्यू छ भनेर चाहिँ। सो देख्नु सक्नुहुन्छ द भ्यू। यो जग्गालाई चाहिँ भन्छ आई थिङ्क तिङले भन्छ जस्तो लाग्यो। तिङले डाँडा हो के भन्छ भ्यू पोइन्ट त्यस्तै के भन्छ मलाई चाहिँ याद भएन कि। अन्त मेरो साथीको घर चाहिँ त्यहीँ पर हो। अब हामी चाहिँ यहाँदेखि चाहिँ यो साथी पनि जाउँ कि जाउँ भनेर तलाउँदैछ हो। अब चाहिँ हामी डाइरेक्ट पर्बिङ गएर चाहिँ देखाउँछ होला है ल। मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ। यहाँनिर चाहिँ अब यस्तै छ बाटो। एकदमै कच्चा बाटो छ यहाँ चाहिँ। तर कच्चा बाटोमै पक्का मजा आउँछ। पक्कावाला मजा आउँछ हो। सो हामी चाहिँ जाँदैछ। यहाँ हामी कुछ पनि हो सक्छ है। यहाँ थिएर यो पनि पहिरो जान सक्छ। रफ रहेछ। हामी रफ रोड चाहिँ भेट्यो हो। अब चाहिँ हामी लगभग हामी पर्बिङ पुग्नु रहेछ त्यही। पर्बिङ त पुग्यो तर पर्बिङ डाँडा हो नि त हाम्रो डेस्टिनेसन चाहिँ। फाइनली मलाई चाहिँ थाहा छ हो। हामी चाहिँ पहिला यही बाटो म चाहिँ पहिला पनि गएको हो नि त पर्बिङ चाहिँ। यहाँ पर्बिङ डाँडा चाहिँ आएको नि त। यहाँदेखि चाहिँ उकालो जानुपर्छ है त। अब हुन्छ खेला सुरु। यस मेरो साथी चाहिँ साह्रै एक्साइटेड भएर अघि गइसक्यो भित्र पसिसक्यो हो। म चाहिँ अब भर्खर अब जाँदैछु म चाहिँ हो। साथी कस्तो लागिरहेछ? दामी दामी। तपाईँहरू हेर्नुहोस् होला है यस्तो छ भ्यू। हामी त धेरै टाढोबाट आएको। खास अझै जानुपर्ने छ हामी यहाँ तल है ल। अझै छ है ल। यहाँ तल झन् दामी छ। सो हामी चाहिँ आइपुगेँ ल। बाई बाई। पहिला पनि हामी पर्बिङ डाँडा आउँदाखेरि चाहिँ मैले भिडियो बनाएको थिएँ नि त। अन्त यसरी नै मैले त्यतिखेर पनि भिडियो बनाइरहेको थिएँ। अहिले पनि यसरी नै भिडियो बनाइरहेको थियो। त्यतिखेर चाहिँ साथीहरूसँग आएको थिएँ नि त। अहिले पनि साथीसँगै आएको छु आउनु चाहिँ हो। अनि त्यतिखेर चाहिँ हामीले यहाँनिर खाजा खाएको थियो। सो हामीले यहाँनिर धेरै फोटोहरू खिचेको थियो हो। धेरै राम्रो जग्गा छ नि त। साथी चाहिँ त्यहाँ अब गर्लफ्रेन्डसँग हो के भन्नु। अब यहाँनिर यस्तो रिक्स यस्तो यहाँतिर चाहिँ हामीले यस्तो रिक्सहरू लिएर चाहिँ अब फोटो खिचेको थियो कि यहाँ तल तलसम्म हामीले चाहिँ फोटो पनि खिचेको थियो। ओ साथी आऊ न। ओ आऊ न। साथी चाहिँ कठोर निक्ल्यो है। मलाई चाहिँ अब हल्का पनि डर लाग्यो नि त किनकि भालुहरू निक्लिने चान्स हुन्छ नि त यस्तो जग्गामा चाहिँ। र पनि गइदिउँ न है के छ यत्रो टाढोबाट आएको। साथी म चाहिँ एक्लै यहाँभित्र पस्दैछु हो। अलिक डर पनि लागिरहेछ। अलिअलि मनमा चाहिँ डर चाहिँ हुँदो रहेछ हौ। किनकि अब यस्तो सुनसान जग्गा छ हो। अब धेरै जङ्गलीहरू पनि अब जङ्गली एनिमल पनि हुनसक्छ र धेरै कुराको डरहरू मनमा चाहिँ हुँदो रहेछ। र पनि जानु चाहिँ पर्छ है त। खै के छ एक्चुअली अब अरूले चाहिँ दामी छ भन्ने थियो कि खै जग्गा चाहिँ खोज्दैछु तर खै हेरौँ के हुन्छ है त। सो
नथिङ त हौ नथिङ केही छैन त सो चाहिँ हामी अगाडि बढ्छ है त अब यत्रो आइहाल्यो ओ साथी चाहिँ म यत्रो टाढो आइपुगिसक्यो साथी चाहिँ ऊ माथि कता छ है क्यामेरा अलिक क्याप्चर पनि गर्नु अलिकति साह्रो पऱ्यो है यसमा चाहिँ सो अब हामी यहाँ चाहिँ अगाडि जाँदैछ के हुन्छ क्या हो त है यहाँनिर चाहिँ गुराँस पनि देखियो पहिला चाहिँ यति बेसी थियो अहिले चाहिँ त्यस्तो छैन रहेछ है म चाहिँ यहाँ धेरै भित्र जङ्गलभित्र पसेँ नि त तर पनि मैले त्यो जग्गा चाहिँ भेट्नु सकिनँ अन्त अलिक डर पनि लाग्यो अझै भित्रै बस्नु चाहिँ कि सो अन्त म गइनँ सायद राम्रो जग्गा होला तर मैले भेट्नु सकिनँ सो अन्त साथीले पनि ड्युटी जानु छ नाइट छ भन्दै थियो सो अन्त म पनि फर्केको सो अलिक जङ्गली एनिमलहरूको पनि अलिक डर चाहिँ लाग्यो मलाई सो म चाहिँ फर्किँदैछु अब त्यस्तो मैले भेट्नु सकिनँ कहिले यहाँ मुनि पनि छ कि जस्तो लाग्यो तर होस् जाँदिनँ अब ठिकै छ राम्रो जग्गाहरू देख्नु पाइहाल्यो है यहाँदेखि चाहिँ हामीले कञ्चनजङ्घाको सानो सानो पिक भए पनि अलिअलि देख्दो रहेछ सो मेरो साथी चाहिँ एकदमै खुसी भइरहेछ है कस्तो लाग्यो साथी कञ्चनजङ्घा देखेर ओ हिरो दामी साथीले चाहिँ मलाई के भन्दैछ भन्दाखेरि चाहिँ पेट्रोल हाल है ठिकै छ म हाल्छु नेक्स्ट टाइम अहिले मेरोमा केही छैन आम्बो कस्तो दामी जग्गा तर केस चाहिँ हेलमेटले चाहिँ है बिहान हल्का मिलाएर राख्थेँ ठिकै छ केही छैन साथीले चाहिँ जुम भन्दैछ कि साथी कोही पनि जाँदैछ भने कि ठिकै छ उसको पनि अब ड्युटी जानु छ कि तर मलाई चाहिँ जानै मन छैन यार अब नेक्स्ट टाइम कहिले आउँछ होला यसरी पाउँदैन पनि टाइम पनि हो आउने सो अब यो जग्गालाई पनि छोडेर जाँदैछ जानु चाहिँ मन छैन अन्त के भयो भन्दाखेरि चाहिँ यस्तो मलाई रिग्रेट भयो कि अहिले चाहिँ त्यहाँनिर जो मान्छेहरू त्यो जग्गा गएको रहेछ नि त त्यहाँनिर बोल्दै आउँथ्यो त्यो जङ्गल बिचबाट नि अब भर्खर देखेँ पनि हो त्यो जङ्गलबाट निस्केँ कि म पनि गएको हुन्थेछ नि किनकि उनीहरू त्यहाँ गयो भनेपछि त राम्रो जग्गै रहेछ नि त म गएको चाहिँ थिएँ तर मलाई हल्का डर पनि लागेर चाहिँ त्यस्तो जानु पाइनँ तल मान्छेहरू पनि आउँदैछ हो छ्या वाट रिग्रेट हो यार केही छैन अब जाउँ भन्दाखेरि साथीलाई एकदमै ढिलो पनि भइसकेको थियो बुझ्नुपर्छ त्यो पनि हो बिचरा यत्रो टाढो आइदिइरहेछ साथी अन्त ठिकै छ अब नेक्स्ट टाइम त हुन्छ हुँदैन थाहा छैन दुईखेप भइसक्यो जग्गाको नेक्स्ट टाइम चाहिँ अब खोइ आइन्छ आइँदैन थाहा पनि छैन ठिकै छ तल चाहिँ मान्छेहरू आउँदैछ भक्कु सायद त्यो जग्गा चाहिँ दामी थियो जस्तो लाग्यो छ्या वाट रिग्रेट हो लाइफ इट्स फुल अफ रिग्रेट हुँदैछ त साथी चाहिँ यति साह्रो अत्तालिसक्यो कि अघि आएर स्कुटी स्टार्ट पनि गरिसकेको छ बिचरा मेरो साथी अब चल्दिनुपर्छ ल आम्बो फोन नै बोलिरहेछ यार हामी पर्विङ डाँडाबाट चाहिँ अब चाहिँ फर्किँदैछ होइन साथी तर हाम्रो चाहिँ के प्रब्लम भयो भन्दाखेरि चाहिँ स्कुटीमा चाहिँ पेट्रोलै अब एकदमै कम्ती भएछ नि त 1 स्टिक चाहिँ अघि नै भएको त्योभन्दा अझै पनि घटेर अब निकै तल पुगिसक्यो नि त सो अहिले चाहिँ स्कुटी चाहिँ हाम्रो चाहिँ न्युट्रलमा छ है त ल न्युट्रलमा जाँदैछ ओह्रालो किनकि बाटो पनि ओह्रालो छ न्युट्रलमा ठिकै छ मदरहरू धेरै बेसी रहेछ है आम्बो कति नानीहरू पनि रहेछ हौ हेलो यिनीहरूले हामीलाई कुट्छ होला हौ कहाँबाट निक्लिने भएको यार आम्बो यहाँनिर ठुलो बाँदरहरू चाहिँ नगर आक्रमण गर्छ यिनीहरूले हेलो वाउ अरे के खाएको बिचारे छ्या हाम्रो केही छैन नि है साथी छ्या केही पनि छैन बिचरा बुबु खाँदो रहेछ यिनीहरू कस्तो डिलमा बसिरहेछ हौ आम्बो दामी छ यो जग्गा पहिला हामीले यो जग्गा पुरा भिडियो गरेर फोटोहरू धेरै खिचेको थियो हेलो नानीहरू अब डर लाग्यो ल हेलो बुनु बाई नाम्ची आइपुगिसकेको छौँ नाम्चीको पेट्रोल पम्प हो नाम्ची बजार चाहिँ यहीँ तल हो अन्त पहिला म नाम्ची बस्दाखेरि यहीँ तल देब्रुङमा चाहिँ मेरो रुम थियो हो सो अब हामी यहाँदेखि चाहिँ डाइरेक्ट नामथाङ भएर जान्छ होला फाइनली नाम्ची बजार हामी एन्टर गरिसकेको छौँ अन्त अहिले भने चाहिँ हामी चाहिँ यहाँनिर मामरिङ माथि छ अब मामरिङ चाहिँ आइपुग्न आँटेको छ यहीँ तल हो कम्पनीहरू छ हो सो अन्त मेरो साथी चाहिँ यहाँनिर गर्लफ्रेन्डसँग अनि म चाहिँ हालेँ नि साथी सबै हालेँ सबै रियल हो नि त भ्लगै रियल हो नि त अन्त यहाँ चाहिँ ह्यान्डसम जो छ हो सो अन्त यहाँनिर भाइको पनि के साइकल के भएछ यहाँनिर सो भाइ पनि त्यहाँ रेडी छ जानुको लागि र यसरी नै हामी अगाडि बढ्दैछ यहाँ चाहिँ खासै किन चाहिँ रोकेको
त्यसै हावा खाएको यसो चिसो म त सकिनँ हो साथी किन रोक्छ जाउँ भन्दा मानेको छैन हौ किन रोकेको साथी त्यसै हावा खाने हो हावा त परनिर खाँदा पनि हुन्छ त हौ यहाँ त गरम छ त साथी आहा नगर न साथी नगर त्यतिकै मैले साथीलाई हन्टर छु भनेको होइन है अहिले फिलहाल चाहिँ म यहाँ साथीको रुममा आइपुगिसकेको छु हो अन्त साथीले आज मलाई सागको सब्जी खुवाउने अरे हो साथी सागको सब्जी होइन सुँगुरको मासु हो यो त अन्त साग काट्दैछ त साथीले त यो त प्याज हो सुँगुरको मासु अरे यो सुँगुरको मासु हो मिठो 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 यहाँ चाहिँ हामीले चाहिँ तातो तातो खानाहरू खाँदैछ हो साथी र म साथी त हेर्दैन म खानु पाएँ भन्दा चाहिँ है नगर न त्यस्तो ए खुसी भयो मेरो साथी फाइनली खुसी साथी चाहिँ हामी रुमबाट चाहिँ गान्तोकतर्फ लाग्दैछौँ बाई बाई त्यो चाहिँ नआइदिनु भएको ल मलाई बाई